दुखनाहरूमा कुनै गुनासो छैन, तर के गर्नु यति बेटीले पुग्दैन। दिन जमाना महँगो छ, छोरीहरूलाई पढाउनु छ, घर गृहस्थी हेर्नु छ। हजुर आफै बुझ्नुहोस्। स्वयं भगवान राम हुन्जेल हामीले केही चिन्ता गर्नु पर्दैन। उहाँकै भक्तिमा हामीले जीवन समर्पित गरिसकेका छौँ। अब हाम्रो कर्तव्य यही हो। हाम्रो बुवाबाजाले पनि यही काम गरिरहेका हुन्, हामीले पनि यही काम गर्नुपर्छ। जेन तेन गरी म चलाइहाल्छु, म पनि सोध्छु नि त। तिमी केही चिन्ता नगर, म सम्झेर म हेरिहाल्छु। हामीले भगवान रामको सेवा पनि सँगसँगै गरेर आएका छौँ। भगवान रामले हामीलाई हेर्नुहुन्छ। तिमी टुक्क भएर बस, केही चिन्ता नल्याऊ। म छन्जेलसम्म तिमीले केही चिन्ता ल्याऊ। तिमी धेरै नसोच, सोच्यो भने बिमारी हुन्छौ। बरु जाऊ, तिमी रेस्ट गर। म हात राधे राधे। हाम्रो घरमा गृह प्रवेश पूजा र कीर्तनको आयोजना गरेका छौँ। हामी चाहन्छौँ कि तपाईँ पनि यसमा सामेल भइदिनु पर्यो। हाम्रो घरको सुन्दरता बढाइदिनु पर्यो। हजुर माफ गर्नुहोस् यजमान, आज साँझ मलाई एकजना भक्तको पाठको कार्य पुरा गर्नु छ, नत्र भने तपाईँको निमन्त्रणामा अवश्य आउँथे। हामी यो ठाउँमा आएदेखि सबैको मुखबाट यही सुन्दै आएका छौँ। तपाईँ वा तपाईँको परिवारको कुनै पनि सदस्य त्यो ठाउँमा पुग्यो भने पूजा सुख र समृद्धिमा फैलिन्छ भन्छन्। यदि तपाईँ स्वयं आउन सक्नुहुन्छ भने ठिक छ, यदि तपाईँ सक्नु हुँदैन भने आफ्नो कुनै पनि परिवारको सदस्यलाई त पठाइदिनुहोस् न। हामी तपाईँको धेरै आभारी हुनेछौँ। ठिक छ, म मेरी छोरीलाई तपाईँ कहाँ पठाइदिन्छु। हामीलाई पुरा विश्वास छ कि तपाईँकी सुपुत्री तपाईँको नै प्रति, उहाँमा पनि तपाईँकै जस्तै। अब आज्ञा दिनुहोस्। ल आउनुहोस्। मैले सुनेको छु कि शान्ति निकेतन हवेल फेरि खुल्दैछ। शान्ति निकेतन त्यो त धेरै वर्ष पहिलादेखि भन्दै थियो। अथवा बलदेवजी आउँदै हुनुहुन्छ।